Hello and welcome back to my vlog, everyone. Hope you guys are doing great. So finally, after interval of Saturday, Sunday, Monday, Tuesday नै भन्छु अब म त है हिजोको vlog चाहिँ it's live now and I'm trying hard, pushing hard to make sure that सधैँ vlog चाहिँ केही न केही आओस् भन्ने चाहिँ हो र अब कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दा जस्तो बेलुका अफिसबाट घर पुग्दा चाहिँ ढिला हुन्छ कि त्यसले गर्दाखेरि चाहिँ आई डु नट ह्याभ प्लेन्टी टाइम इनफ टाइम होइन त्यहीँभरि काम गरेर थाकेको हुन्छ नि त कहिलेकाहीँ चाहिँ एडिट गर्नै नि भ्याइँदैन कि त्यसले गर्दाखेरि चाहिँ खास सन्डेज भ्लग चाहिँ डिन्ट मेक टु दि युट्युब अब मन्डेको चाहिँ मैले हिजोको भ्लगमा पनि भनिहालेँ रेकर्डिङ भइरहेको थियो इनिसियल भ्लग वाज बिङ रेकर्डेड होइन अगाडि अगाडिको कुराहरू चाहिँ रेकर्ड भइरहेको थियो बट अब इनिसियल कुराहरू चाहिँ रेकर्ड भइरहेको थियो बट एट द एन्ड अफ द डे पछि ठ्याक्क रोकेर चेक गर्दा चाहिँ त्यो बिचमा ब्रेक भइसकेको छ कि कन्टेन्ट नै फुल थिएन अनि यसमा फेरि त्यो पुरै रेकर्ड गर्नलाई पनि थिएन होइन त्यसले गर्दाखेरि चाहिँ मन्डेको चाहिँ खासै केही भ्लग नै भएन फेरि आजदेखि आई ट्राई माई सेल्फ बेस्ट जस्तो हिजोको भ्लग चाहिँ मैले आज पोस्ट गराएको छु बट आई ट्राई टु मेक स्योर द्याट एभ्री डे चाहिँ जस्तो आजको भ्लग चाहिँ आज नै लाइभ गर्ने म चाहिँ ट्राई गर्छु ए लेट्स सी मेरो प्लान भनेको चाहिँ एभ्री सिङ्गल डे कहाँबाट आएको एभ्री सिङ्गल डे चाहिँ एउटा भ्लग पोस्ट गर्ने प्लान हो तिहार पनि आउँदैछ सो होपफुल्ली सम मोर इन्ट्रेस्टिङ कन्टेन्ट आउँछ होला रादर देन सिम्पल यो काठमाडौँमा घरदेखि अफिस अफिसदेखि घर गरेको भिडियो बाहेक होइन अझ मैले घरदेखि अफिस मात्रै गरिरहेको छु आजकल अफिस एरियाबाट फेरि ब्याक हुने त गरेकै छैन किनभने अब राति हुन्छ एन्ड देन राति खासै अब त्यस्तो कन्टेन्ट केही क्लियर आउँदैन नि त अब त्यो गरेर काम पनि भएन त्यही हो गेटिङ स्टार्टेड विथ भ्लग भनेर चाहिँ कस्तो हुँदो रहेछ त भन्दाखेरि इट्स समथिङ लाइक यु निड टु हेभ अ प्रपर प्लान क्या होइन मोटो भ्लग गर्छु भनेर चाहिँ अब म ऱ्यान्डम बाटोमा जे देख्छु त्यो कुरा गर्छु भन्दा पनि सम सर्ट अफ आउटलाइन बनायो भने चाहिँ सजिलो हुने देखेँ है मैले विच आई डोन्ट युजली डु सो म चाहिँ बाटोमा जे देखिरहेको छु त्यही कुराहरू गरेर आउँछु होइन जेनरली अब एउटा प्याटर्न भयो म चाहिँ यो कुरा गर्छु भन्ने कुराहरू भयो भने चाहिँ सजिलो हुने रहेछ द्याट्स द ओन्ली थिङ है अरू भने चाहिँ त्यस्तै हो अनि अस्ति पनि मैले भनेको थिएँ नि इफ यु गाइज प्लान टु स्टार्ट मोटो भ्लगिङ सुरु गरौँ भन्छु है म चाहिँ किन भन्दाखेरि म राम्रो यो हुन्छ त्यो हुन्छ अनि सुरु गर्छु भन्नुभन्दा सुरु गरिसकेपछि चाहिँ बेटर हुने हो क्या यु हेभ आइडियाज होइन गर्दै गएपछि सिक्दै गएपछि त थाहा त हुन्छ त जस्तो मैले यो चाहिँ इट्स मोस्ट प्रोबेबली माई 6th or 7th भ्लग अहिलेसम्म आई हेभ नट फिक्स्ड माई अडियो 100% कि होइन म एभ्री डे माइकको पोजिसन चेन्ज गरेर ट्राई गरि नै रहेको छु हो यो कस्तो हुँदो रहेछ भन्दाखेरि कहिले काहीँ चाहिँ सर्ट स्प्यानमा चाहिँ इट्स रेकर्डिङ क्वाइट गुड होइन अस्ति मैले ट्राई गरेको थिएँ क्या स्याटरडे चाहिँ नर्मल ठाउँमा इट वाज पर्फर्मिङ भेरी गुड तर फेरि पछाडि कस्तो हुँदो रहेछ अलिकति गाडीहरू आउन साथ केही आउन साथ चाहिँ त्यो अडियो चाहिँ इट वाज नट सो क्लियर क्या एकदमै डिस्टर्बेन्स थियो इनअडिबल थियो कि सुन्न नै नमिल्ने खालको थियो अनि त्यो त कसरी गर्ने त होइन अनि सो द्याट एभ्री डे माइकको पोजिसन चेन्ज गर्दै इन्स्योरिङ द्याट एउटा फुल भ्लग अब हुन्छ नि ट्राफिक कन्डिसन्स जे पनि आउँछ खाली बाटो होला हर्न होला जाम होला होइन त्यो सबै कुराहरू चाहिँ अब एडजस्ट त गर्नु पऱ्यो साउन्डमा त्यही भएर आइएम इन्स्योरिङ द्याट मेरो अडियो चाहिँ फिक्स चाहिँ हुनु पऱ्यो भनेर एभ्री डे पोजिसन चेन्ज गरिरहेको छु क्या एन्ड द्याट्स हाउ यु लर्न है वाट आई थिङ्क इज भ्लग गर्नलाई सोच्नु भएको छ भने चाहिँ सुरु गर्नु नै भन्छु म किन भन्दा द्याट्स हाउ यु लर्न द्याट्स हाउ यु इम्प्रुभ यर सेल्फ अब म यो मिलेसी गर्छु भन्यो भने चाहिँ त्यो मैले पनि प्लान गरेर कति भइसकेको थियो क्या होइन अनि आइएम थिङ्किङ कि अलिकति अगाडि सुरु गरेको भए त अडियो क्वालिटी पनि इम्प्रुभ हुन्थ्यो होला आई माइट हेभ आइडियाज कि एभ्री डे भ्लग कसरी टाइममा पोस्ट गर्न सकिन्थ्यो एन्ड अल सो त्यो कुराहरू चाहिँ आइम इन्स्योरिङ हार्ड होइन त्यो भयो भने चाहिँ द्याट्स अलवेज रुम फर इम्प्रुभमेन्ट क्या यही कुरा मैले 1 महिना मात्रै अगाडि सुरु गरेको भए पनि अहिलेसम्म मेरो भ्लगको क्वालिटी इम्प्रुभ भइसक्थ्यो होला अब दसैँ बिदाहरू थियो के थियो होइन त्यो बिदाहरूमा मैले ऱ्यान्डम कतै घुमेर भिडियोहरू बनाएर आउँथेँ होला बट नो
मैले के ट्राई नै गरिनँ कि किन सोचिरहेको थिएँ कि यो भएपछि गर्छु अनि देन एक दिन चाहिँ सोचेँ कि ऱ्यान्डम भिडियो क्लिप्सहरू त रिल्सहरू त बनाएर आउँछ त्यो वाइ नट टु स्टार्ट फुल भ्लग त होइन हेर्दै जाउँ लेट्स ट्राई इट आउट हप्ता 10 दिन 15 दिन 1 महिना गरेर हेरौँ होइन त्यो भइसकेपछि केही न केही इम्प्रुभमेन्ट त आउला भन्ने तरिकाले सुरु गरेँ कि सो इफ यु गाइज आर वाचिङ मी फर द भेरी फर्स्ट टाइम डु ड्रप यर भ्यालुएबल फिडब्याक्स केही छ भने चाहिँ ड्रप गरिदिनु होला सो द्याट इट अलाउज मी टु इम्प्रुभ होइन फिडब्याकहरू अनुसारै इम्प्रुभ गर्न आउँछ सजिलो हुन्छ अनि अलमोस्ट एभ्री डे चाहिँ आई टेक द सेम कोरिडोर रुट है मेन बाटो चाहिँ कहिलेकाहीँ जान्छु त्यो चाहिँ कहिलेकाहीँ अब जस्तो अलिकति छिटो भएको होस् अथवा दुइटै बाटो हिँड्दा चाहिँ अब एउटै टाइम हुनेछ भने चाहिँ आई विल जेनरली प्रिफर मेन रुट नै रादर देन कोरिडोरबाट निक्लिने र त्यसमा निक्लिने चाहिँ अलमोस्ट 10 to 15 मिनट्सको फरक पर्छ कि सो 10 to 15 मिनट्स छिटो निस्क्यो भने चाहिँ मेन बाटो निस्किँदा पनि भयो एल्स कोरिडोरको बाटो चाहिँ लिनु भयो चाहिँ बेस्ट हुन्छ किन भन्दा अब यो अफिस टाइममा चाहिँ अलवेज अ पिक ट्राफिक त डन्नै हुन्छ होइन अब त्यो भइसक्यो त एक ठाउँमा जाम पऱ्यो भने त इट्स अलवेज रिस्क के त्यो चाहिँ अफिस ढिला पुगिन्छ भन्ने त्यही भएर पनि बिस्तारो जाँदा आनन्दले जाँदा चाहिँ ट्र्याक रोड इज बेटर जबसम्म जाम पर्दैन जाम पऱ्यो भने त फेरि त्यस्तै हो होइन जाम परिसकेपछि त फेरि ट्र्याक रोड्सहरूमा चाहिँ जेनरली एकदम नराम्रो नै जाम पर्छ झन् यो मित्र पार्क विजेश्वरी कोरिडोर त नेक्स्ट लेभल जाम पर्छ जाम भन्न साथै ट्राफिक हेज स्टार्टेड टु स्लो डाउन जस्तो छ है त्यो हो कि अब यो बस आएको भएर नि किन भन्दा यसमा चाहिँ टर्निङ सानो छ तपाईँले देख्न सक्नुहुन्छ एउटा बस आउँदा नि फुल यता साइड रोकेर चाहिँ अनि साइड दिनुपर्ने कन्डिसन हुन्छ कि त्यही जस्तो छ अर्को भनेको चाहिँ ठ्याक्क अलिकति अगाडि गएपछि खनेको छ क्या अलिकति अगाडि गएपछि चाहिँ त्यहाँ ठ्याक्क त्यो पानीको पाइप खनेको छ अनि त्यहाँ चाहिँ त्यो सर्फेस चाहिँ अनइभन छ बाटोको सर्फेस सो त्यसले गर्दा पनि ठ्याक्क यो बाटोमा चाहिँ त्यहाँनिर चाहिँ जाम नै हुन्छ अब कम्प्लिटली वान वे ट्राफिक चाहिँ बन्द नै हुन्छ त्यसले गर्दा अनि दुईवटा लेनको ट्राफिक एउटै लेनमा आउँदा त जाम त बढ्ने नै भयो म चाहिँ अघि यो सर्फेसको कुरा गर्दै थिएँ यहाँ चाहिँ एकदमै अनइभन छ कि सो यसले गर्दाखेरि चाहिँ अहिले त भन्दैन अलिकति पछाडि एकछिन टाइमपछि चाहिँ अब 10 to 15 मिनट्सपछि एकदमै डेन्जर जाम पर्छ त्यो बाटोमा चाहिँ मित्र पार्कमा जाम रहेछ उकालोमा आइएम टेकिङ दिस सर्टकट है मैले यो सर्टकटको कुरा चाहिँ हिजोको भिडियोमा पनि गराएको थिएँ ठ्याक्कै यो चाहिँ पशुपतिको एरियाबाट जान्छ होइन अनि यसमा चाहिँ बाइक्स आर ओन्ली अलाउड योबाट चाहिँ ठ्याक्कै माथि मित्र पार्क निक्लिन्छ कि मित्र पार्कको पेट्रोल पम्पतिर निक्लिन्छ नेपाल भारत मैत्री हस्पिटलपट्टिबाट सो यसले चाहिँ ठ्याक्कै उकालोको ट्राफिक चाहिँ अभोइड गर्न हेल्प गर्छ बाटो साँघुरो भएको कारणले चाहिँ जेनरली बाइक्सहरू मात्रै आइरहेको हुन्छ यो बाटोमा चाहिँ इफ इन केस कुनै 4 व्हिलर आयो भने चाहिँ अनि त्यो चाहिँ प्रब्लम हुन्छ कि किनभने टर्निङहरू साँघुरो छ नि त होइन बाटो पनि अलिकति साँघुरो जस्तो नै छ सो त्यसले गर्दाखेरि चाहिँ 4 व्हिलर्स आयो भने चाहिँ इट माइट क्रिएट प्रब्लम यहाँभन्दा माथि त अब ठुलै बाटो नै छ त्यस्तो प्रब्लम चाहिँ हुँदैन यहाँबाट चाहिँ अब चाहिँ ठ्याक्कै यो उता माथिपट्टि जुन पेट्रोल पम्प छ टेक्सस कलेज छ नि मेन बाटोमा मित्र पार्क हो ठ्याक्कै त्यहाँनिर आउँछ यसले गर्दाखेरि चाहिँ त्यो माथिको जुन मेन चोकको जाम छ उकालोको भनौँ न चोकको भन्दा पनि त्यो चाहिँ अभोइड गर्न हेल्प गर्छ अनि अर्को एउटा कुरा चाहिँ यो बाटोबाट जुन
जुन राइट टर्न चाहिँ अभाइलेबल थियो, जसले चाहिँ जय बागेश्वरी पछाडिको बाटोमा चाहिँ जोइन गर्थ्यो, त्यो चाहिँ बन्द गरिदिएको छ अहिले। सो त्यसले गर्दाखेरि नि अब बाइक ट्राफिक चाहिँ मेन रोडमा अलिकति बढाएको छ, किन भन्दा जेनरली नत्र मान्छेहरूले चाहिँ ठ्याक्कै त्यहीँबाट राइट टर्न गरेर गइरहनु भएको हुन्थ्यो। त्यो ट्र्याक रोडहरू निक्लिनलाई चाहिँ इट्स क्वाइट इजी के त्यहाँबाट। सो ट्र्याक रोड निक्लिने बाटो, सिफल चौरपट्टि निक्लिने बाटो हो भने चाहिँ त्यताबाट गइरहनु भएको हुन्थ्यो, विच वाज क्वाइट कन्भिनियन्ट। अब त्यो नभइसकेपछि चाहिँ सिधै जय बागेश्वरी अगाडिबाट नै टर्न गर्नु पऱ्यो क्या, सो भन्नार खालपट्टिबाट चाहिँ जानु पऱ्यो। फाइनल्ली मैले चाहिँ गौशाला क्रस गरेँ होइन। सो देयर वाज सम ट्राफिक बिट्विन, अब मित्र पार्कदेखि गौशाला चाहिँ अझ अलिकति ट्राफिक चाहिँ थियो, बट ठ्याक्कै म गौशाला पुगेँ, एकैछिन सिग्नल चाहिँ ओपन भयो। सो त्यसले गर्दाखेरि त्यति धेरै बेर चाहिँ बसिरहनु परेन, बट नम्बर अफ भेहिकल्स वेयर भेरी हाई, आज चाहिँ धेरै नै थियो। मोस्ट प्रोबेबली त्यही अघि मैले भने जस्तै मित्र पार्कबाट जुन त्यो ठ्याक्क राइट लिएर धेरैजनाले ट्र्याक रोड लिनुहुन्थ्यो नि त, त्यो अप्सन अभाइलेबल नभएर नै होला आज चाहिँ। त्यसले गर्दाखेरि चाहिँ यो मित्र पार्कदेखि गौशालाको सेक्सनमा चाहिँ नम्बर अफ बाइक्स चाहिँ बढिरहेको थियो होला। अर्को भनेको जुन आज यो ठ्याक्क सिफल चौर छिर्नेपट्टि बाटोमा पनि गाडीहरू पनि छिरिरहेको थिएन, मोस्ट प्रोबेबली उतापट्टि त्यो बाटो नै जाम भएर होला। त्यसले गर्दाखेरि चाहिँ अझ गाडीको नम्बर पनि बढाइरहेको थियो कि फाइनल्ली पुरानो मानिसहरू चोकाइयो होइन। सो या आइएम एन्डिङ माई भ्लग ओभर हियर, यही ट्राफिक जाममा चाहिँ भ्लग एन्ड गर्नु पर्ला जस्तो छ। सो डु रिमेम्बर, मैले अघि पनि भनिहालेँ, इफ यु गाइज प्लान टु मोटर भ्लग स्टार्ट इमिडिएटली। यति गरौँ आजलाई। थ्याङ्क यू फर वाचिङ। डोन्ट फर्गेट टु हिट द लाइक बटन। नयाँ हुनुहुन्छ च्यानललाई सब्सक्राइब गर्नु होला। बाई।